चलो गाइस वेलकम छ मेरो च्यानलमा। आज म चाहिँ कतातिर आएको छु भने काठमाडौँतिर छु साथीहरू। अनि अहिले चाहिँ अब कहाँ जान आँटेको भने चप्पल चाहिँ अर्को लाउँछु नि फेरि। अहिले चाहिँ हाम्रो दिदी मेरो दिदी चाहिँ भनौँ काठमाडौँ काठमाडौँमै छौँ होइन। हामी चाहिँ एयरपोर्ट जान आँटेको। मेरो दिदी चाहिँ अब जापान जान आँटेको छ नि त। सो अनि त्यो भएर म चाहिँ बनाउन आएको। अब फेरि जान पनि आँटेको। आउनु चाहिँ हिजो नै आएको, मतलब अस्ति हिँडेको। तर म बमिट आएर भिडियो बनाउन सकिनँ कि गाइस। सो त्यही भएर अब जान आँटेको आज चाहिँ। अनि सब रेडी हुँदैछ। बच्चे भइसक्यो, जुत्ता मात्र लाउनु बाँकी छ म चाहिँ होइन। सो अब जान आँटेको। यो चाहिँ कहाँ हो भन्ने ललितपुर होला हौ सायद त्यस्तै होला। त्यो होइन साथीहरू। अब जानुपर्ने हुन्छ राम्रोसँगले। धेरै माया लागिरहेको छ होइन। अब आफूसँगै पहिलादेखि बसेको दिदी होइन, घरमा बस्दाखेरि कति बाजिन्थ्यो। जे भयो भने अब जान आँटेको छ। हल्का नराम्रो त लागिरहेको छ नि त। गाइस सबजना रेडी भइसक्यो होइन। यहाँ छ हाम्रो यो लोकेसन चाहिँ ठ्याक्कै त्यो अबिटेल हाम्रो ठुलो बिल्डिङ छ। के छ हाल्नु भयो बेकरी साले टिकट शेर्पा बेकरी छ। आस्ते गर अब भित्र छ अरू चाहिँ होइन। दिदी चाहिँ अब जान आँटेको। हामी चाहिँ ट्याक्सी आउँछ, यहीँ आउँछ कि पर आउँछ? यहीँ आउने रहेछ। सो हामी जानुपर्ने हुन्छ है त साथीहरू। हामी यताबाट छ। कस्तो फिल भइरहेको छ अहिले? राम्रो छ। राम्रो भयो। तेरो लागि दुखित छ। मेरोमा बच्चे सब रुने मभन्दा दिदी हो कि गाइस। कहाँ छ अब? तर गाइस मलाई एकदम बमिट आउँछ। हाम्रो भेना चाहिँ फायर भइकन आइराख्नु छ। खाली जान्छ, झोला लिएर जानु पर्दैन भने किन यता हो। ल यही छ है, यही छ। ल अर्को पनि सुके छ है गाइस। के छ यहाँ नाम पनि तपाईँलाई देखाइदिन्छु। सरिता विश्वकर्मा टोकियो जापान छ यो गाइस है त। जानाको नराम्रो लागिरहेको छ गाइस। अनि दिदीहरू चाहिँ अर्को ट्याक्सीमा गइसक्यो। यहाँ अब हाम्रो योमा जाने हो। यो चाहिँ यहाँ बुकै छ होइन। र नेपालको झन्डा छ। अब लानु नमिल्यो भने तर हामीले चाहिँ होइन होइन जे भयो भने यो चाहिँ विन्डो सिट है। ले हातमै बोक्छौँ। कुच्चिन्छ रियल हो के? अनि चारजना छौ, अझै दुईजना छौ त। अगाडि बस्नुहुन्छ एकजना। यहाँ चाहिँ रियल छ है, लानु नमिले पनि। दाइ बिचमा बस्नुहुन्छ। थाहा छैन, सट्टाको साथीले दिएको यो चाहिँ सट्टा ज्योतिले। हामी चढिसकेको। त खोल्न अब खोल्नु त्यो होइन त्यो त्यसै साथी फोटो खिच्ने अरे हो। फेरि यता दाइले चाहिँ होइन यता दाइ पनि हुनुहुन्छ। यसले यता आयो नि। ल खिच्छ हामी चल्दै एयरपोर्ट। गाइस हाम्रो फुल चाहिँ यस्तो छ। त्यसकै लागि ढोका खुल्ला राख भन्नुभएको थियो नि। जाँदैछ नि सरर हावा चल्यो। सो साथीहरू हामी चाहिँ एयरपोर्ट आइसकेको होइन। ल यस्तो छ के नमस्ते गरेको चाहिँ हत्रा गइदियो त है। ल छ्या वेलकम गर्न आए जस्तो फिल भइरहेको छ मलाई त। हामी भित्र साथीहरू
भिडियो बनाइदियो त सो गाइज यो चाहिँ हाम्रो जो दिदीले पठाइदिएको होइन अब म चाहिँ मेरो दिदीलाई दिनु गइरहेको छु छोड्नु त त्यहाँ यो चाहिँ जति दिदीले पठाइदिनु भएको होइन यो चाहिँ अब जो दिदीले आफ्नै हातले तँलाई यो दिनु चाहनुहुन्छ होइन तर जे भए पनि धेरै लाग्यो उहाँले त राम्रोसँगले जानुहुन्छ होइन राम्रोसँगले जानु सो उहाँहरूले पनि खाँदा चाहिँ हालिदिनु आँट्नु भएको छ हाम्रो दिदीलाई तर सोचे जस्तो भएन गाइस एकदम नराम्रो होइन नराम्रो छ अब गएर पनि हुँदैन त्यो कस्तो फिल भइरहेको छ त्यही त अब नयाँ सपना नयाँ सहर मनमा लिएर केही साथीहरू हाम्रो दिदी चाहिँ गइसक्नु भएको छ होइन यहाँबाट हामी हिँडिसकेको गाइस यहाँबाट चाहिँ अब यहाँ भएर जानुपर्ने हुन्छ अनि कस्तो नराम्रो लागिरहेको छ अब त साथीहरू यो चाहिँ सट्टाको साथीले दिएको है होइन उसलाई नै तर लानु दिएन क्या केही छैन मलाई थाहा थियो लानु दिँदैन भनेर र भए पनि माया अब मैले नै लगेर घरमा राखिदियो नि त त्यो भएर दिएको मैले नै लगेर घरमा राखिदियो नि त त्यो भएर दिएको कौन है ये लोग कहाँ से आते हैं हामी चाहिँ अब एयरपोर्टबाट चाहिँ तलतिर जाने हो नि ल है ल सो बोट त चलिँदैछ बाटोमा आकाशे बोल्दैछ जोन दाइ हुनुहुन्छ यहाँ चाहिँ अनि काखमा बसिरहेको छु यो पनि दिदीको मन हो बादर देख्ने बित्तिकै कराइबस्छ हेरी त चाहिँ के फाइनली गाइज हामी चाहिँ यहाँ उठिसकेको छौँ होइन अब यहाँदेखि अलिकति माथि जानुपर्ने हुन्छ यहाँ चाहिँ धेरै जाम भएर हामी यहीँ उत्रेको हो क्या होइन गेट मको साह्रो गाडीहरू हिँड्ने पनि तर 67, 66 चाहिँ हामीले 130 देखि पर्खेको हो क्या गाइज 130 देखि पर्खेको हो भगरहरू धेरै छ नि यहाँ सबजनाले यो सृजनको च्यानललाई सब्सक्राइब अनुरोध गर्दछु म है गर्नुपर्छ के छ च्यानलको नाम कुन्टे डन्छ हौ दाइ यो कुन्टे डन्छ कुन्टे डनको च्यानलमा सबजनाले सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट पनि सधैँभरि गरिराख्नु सधैँभरि सो अब यहाँबाट हामी पारी जानु टाइमले भएको छैन 25-24 म्याच फेरि के साह्रो मान्छेहरू त है आमामा ए परमेश्वर ल ए हाम्रो दिदी तपाईँलाई नै नचिनेको मैले सो हामी साइड चाहिँ लागिसकेको ए प्रभु के साह्रो बुझ्यो कि फाइनली हामी आइसकेको खतरा रहेछ जोस खतरा रहेछ त त्यो साथीहरू हामी बौद्ध चाहिँ घुमिसक्यो होइन तास सकेर भन्नु अलिक फोटो नै के फोटो नै राम्रोसँग खिच्न पाइँदैन त्यस्तै छ है सो गाइस चियर्स गरिकन होइन सबैजना मिलिकन चाउमिनहरू खाजासाजा खायौँ है गाइस भर्खर हामी घर आएको होइन हामी घुम्नु गइकन अनि त्यसै पछाडि भनेको फोनमा चार्ज सकेर मात्र भ्लग नबनाएको हो क्या मैले त्यही हो अब भोलि बिहान घर जानुपर्ने हुन्छ लेटाङ होइन